हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई चाहिँ हाम्रो भ्लगमा चाहिँ स्वागत छ। आज चाहिँ हाम्रो नाइट प्लानिङ चाहिँ खतरा छ है। खतरा भन्नाले पनि एकदम खतरा छ। नाइट क्याम्प हो आज। हामी एकान्त ठाउँमा गएर हामी चाहिँ 4-5 जना केटाहरू छौँ। आज नाइट क्याम्प चाहिँ बवाल हुन्छ है त। हेलो गाइज, अब हाम्रो प्लान चाहिँ के हो भन्दाखेरि खासमा है, यहाँ चाहिँ एउटा हामीले चाहिँ तल लिएर आएको थियौँ के बोइलर ल्याएर चाहिँ नाइटमा बसेर क्याम्प गरेर खाने विचार थियो। तर आज मौसम चाहिँ अलिक खराब जस्तो लागिरहेको। अब के हुन्छ त्यो लोकेसनसम्म पुग्दैछौँ। अब सक्सेस भयो भने भयो, ठिक छ। नत्र अब कतातिर हुन्छ के हुन्छ सबै देखाउनेछौँ। हाम्रो चल्ला चाहिँ यहाँ छ है ये चल्ला चाहिँ छ है, यही हो। अब लगेर खाने विचार हो। अब सक्सेस नहोला जस्तो छ। अब कता हुन्छ खान त खाने हो आज, तर कतातिर हुन्छ। खुल्ला ठाउँमा बसेर खाने हो भने हुँदैन जस्तो छ। मौसम पनि अहिले हावा चलिरहेको, पानी पनि छिटो हान्छ। त्यो भएर चाहिँ हेरौँ के हुन्छ। गाइज हाम्रो चाहिँ अब जाँदैछौँ गन्तव्यमा। यहाँ भुइँमा चाहिँ दामी बाटो छ, हेर्नुहोस् गाइज। हातमा चाहिँ चाकु छ, चाकु गाइज। पछाडि केटाहरू ल। हाम्रो चाहिँ आजको आहारा चाहिँ यही हो। यी हेर्नुहोस् बोइलर है। मस्तले चाहिँ अब धेरै ठुलो त छैन, मस्तले रमाइलोको लागि चाहिँ आज यसलाई अहिले नगर है, पछि मार्ने हो। तर हामी चाहिँ अहिले त साथीको माइततिर आएको छौँ। यहाँ बनाएर रेडी सब बनाएर चाहिँ बाहिर गएर पोलेर खाने हामीले चाहिँ अहिले चाहिँ होइन। अब अहिले चाहिँ यहाँ सब रेडी बनाएर जाने। ल हाम्रो पानी पनि आइसक्यो, तातो पानी मस्तले। अब चल्ला पनि भइसक्यो, यसको डेथ भइसक्यो। अब यसलाई चाहिँ मस्तले कसले बनाउने गरायो है। ल अब यसको चाहिँ यहाँ सब खलाइ हुन्छ। ल मजाले केही हुन्न है तातो पानीले। मजाले यसलाई पोकसोक फालेर यहाँदेखि रेडी बनाउने क्या हामीले चाहिँ। खुट्टाको तान्ने है। हाम्रो टोलीहरू चाहिँ लागिरहेको छ मस्तले यहाँ। एक्सपिरियन्स त छ कि है रमेश? ल ठिक छ ठिक छ। कति महिना कहाँ मैले लद्दाखमा हानेको लद्दाखको एक्सपिरियन्स छ कि मस्तले होइन। मासु काट्ने पसलमा लगाएको त बोइलरको। ल मस्तले हुँदैछ यहाँ कटिङ सटिङ है। अब हाम्रो चाहिँ यहाँ रेडी बनाएर चाहिँ अब तल लोकेसन अलिकति देखाउँछु मैले। त्यतातिर लगेर चाहिँ हामीले बनाउने मस्तले यहाँ चाहिँ हुँदैछ है। केटाहरू चाहिँ फास्ट बनाइरहेको छ नि, एक्सपिरियन्स चाहिँ रहेछ है। अहिले कटिङ चाहिँ कसले हान्छ, रमेशले हान्छ कि पोसनले? रमेश जिन्दाबाद। सरले काट्छ नि त घर खतरा। अब पोसनले हान्छन् होला सायद, त्यस्तै मान्छे के अरे। म त सरकारले हान्छन् होला कि। हामी चाहिँ बनाइरहेको घर चाहिँ यही हो है। यो चाहिँ अब साथीको माइत हो। पहिल्यै भनिरहेको थियो हामीले पानीसानी गरम गरेर राखिदिनु, अनि हामी आएर चाहिँ चल्ला बनाउने भनेर। त्यो भएर पानी रेडी थियो, आउने बित्तिकै माऱ्यौँ बनायौँ। अनि अब मसला एकछिनमा बनाउँछौँ हामी। हाम्रो चाहिँ कटिङ हुने प्रोसेसमा है। अब कटिङ हुँदैछ मस्तले। नाइट गयो रातिमा यस्तै हो अब है। जस्तो भयो भने काच्चो कुच्चो भएर पनि खाइदिने कुरो हुन्छ के अरे। केटाहरूको प्लान थियो, पहिलेदेखि सोचिरहेको थिएँ हामीले। त्यो भएर अब आज हुँदैछ सक्सेस। धेरै गुला खाके मलाई पनि देखाउन भ्लगमा गाइज। नमस्ते गाइज, भाइरल भइदिउँ। केटाहरू हाम्रो चाहिँ रमाइलोको लागि 70-80 मिलियन भ्युज अनि 50-60 मिलियन लाइक आइदिउँ। हामीलाई चाहिँ इन्डिया गएर कमाउने मन छैन क्या, होइन। मजाले भाइरल हुने, युट्युबबाट चाहिँ मस्तले पैसा कमाउने के अरे। अब सपोर्ट चाहिँ दिनुपर्छ तपाईँहरूलाई। कसले? तपाईँहरूलाई। नेपालमै चल्ला काट्न मन छ अनि बनाउने आयो मान्छे। बुढीमुला पनि हेर्नु है। आँखै देख्दिन त राजा। मल्ल राजा अब यहाँ मसला हालेर चाहिँ हामीले रेडी बनाउँदैछौँ। मसला हाल्दैछौँ है त यहाँ। ल बेसर अलिक कम चाहिँ फेरि बेसर माग्दा भाइ चाहिँ मसला हालेर मस्दैछौँ है हामीले।
हालेर गराउनु पर्ने अँ त्यो रातो खोर्सानी त हो रातो खोर्सानी हो हाल न हाल समुद्र थोरै हाल 이거 발레. बस 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 भयो यति धेरै हुन्छ क्या ल भइसक्यो हाम्रो रेडी भइसक्यो हौ ल हाम्रो चाहिँ अब सब रेडी भइसक्यो अब गएर पोलेर खाने मात्र बाँकी छ होइन सबले के हातमा सामान छ सबकै यहाँ चाहिँ दाउराहरू छन् मजाले है यहाँ चाहिँ अब दाउरा ढड्डा चाहिन्छ भनेर लगिरहेछौँ अनि यहाँ चाहिँ मेन चिज चाहिँ सामानहरू अनि उनीहरू आज चाहिँ यस्तै हिँडिरहेछन् मसँग चाहिँ पानीका बोतलहरू दाउराहरू छन् अनि हामी चाहिँ अब झिर पनि छ झिर पनि त एउटा झिर खस्छु म त्यो ट्र्याक्टर आउँछ यार ल है झिर पनि खै झिर देखाऊँ झिर यसमा झिरमा पोलेर मस्तले खाने हामीले हाम्रो चाहिँ सब रेडी भइसक्यो अब वहाँ गएर चाहिँ पोलेर खाने हो अब ठाउँ पनि देखाउँछु मैले कहाँनिर के छ है त अगाडि देखाउँछु म हामी चाहिँ पुगिसक्यो हामीले भने लोकेसनमा है हाम्रो यो लोकेसन भनेको खुल्ला ठाउँ छ क्या चौर छ मस्तको चौर छ यहाँ हामीले चाहिँ मेन टार्गेट पार्नुको कारण चाहिँ किनकि यहाँ कोही पनि आउँदैन राति अहिले अनि हामीलाई डिस्टर्ब पनि हुँदैन भन्ने कारणले चाहिँ हामीले चाहिँ यो ठाउँलाई चुज गरे हो अनि हामी चाहिँ यहाँ सामानहरू सब बनाउँदैछ चुलाहरू अनि दाउराहरू सब भइसक्यो अब रेडी बनाउँदैछौँ हामीले लोकेसन यही हो ल बाँकी ठिक छ होइन अब के कस्तो हुन्छ सब अब देखाउँदैछौँ हजुरहरूलाई हाम्रो खावाइ होइन बनाउने कस्तो के हुन्छ रमाइलो यताउता सब है त हाम्रो चाहिँ यहाँ चुलामा रेडी हुँदैछ है झिर कसरी अड्डाउने भनेर चाहिँ मजाले रेडी हुँदैछ यो चाहिँ झिर है यो झिर अनि मजाले चाहिँ अब यसतिर लाएर यो हालत वरपर राखेर चाहिँ मजाले चाहिँ भित्र चाहिँ बिचमा चाहिँ पाकिरहेको छ क्या त्यो स्टाइलले बनाउँदैछौँ अब हाम्रो यहाँ तयारी हुँदैछ होइन झिरको लागि हुँदैछ अब आगो जोड्ने प्लानमा छौँ हामी आगो अब हाम्रो चाहिँ तयारी भइसक्यो है आधी उधी भइसक्यो अब कम मात्रामा छ अब के छ भन्दा झिरमा चाहिँ मासु हाल्ने काम अब हुन्छ अब चाहिँ आगो पनि बलिसक्यो अब यो आगोको चाहिँ हल्का गेल भयो भने अनि ट्याक्क लगाएर यो र त्यो बिचमा राखेर चाहिँ मजाले पोल्छौँ हामीले अनि मस्तले खाइन्छ ल झेरीमा चाहिँ हाल्दै है मजाले मासु अब गेल पनि हुन लागिसक्यो ट्याक्क लगाएर झेरी हो क्या झेरीमा हाल्दैछ नि केटाहरूले मस्तले अब झेरीमा हालेर अब आगो पनि भइसक्यो रेडी मजाले गाना साना बजाएर मस्तले बसिरहेको छ है याद गरेर केटाहरूसँग रमाइलो हुन्छ भनेर है त्यो भएर कोही केटाहरू कोही कतै हुन्छ होइन त्यही भएर आज भेला भइरहेको थियौँ त्यही भएर आज प्लान बनाएको नयाँ अलिक छाटो राख्नु है नत्र फेरि त्यो हुन्न ल ठिक छ ठिक छ सिंपल कान्छी को डिम्पल करने गाला सिंपल कान्छी को डिम्पल करने गाला मन पर्यो सालै मन पर्यो सालै मन पर्यो बादलै फाट्न लाग्छ ल हामीले झिरीमा चाहिँ हालिसक्यो मासु अब रेडी हुँदैछ मजाले पाक्दैछ आमा रमाइलो भइहाल्छ है केटाहरूसँग मजाले ल अब चाहिँ पाक्छ है एकछिनमा पाक्छ कति टाइम लाग्छ होइन मजाले बसेर अब हामी कुराकानी गर्छौँ रमाइलो हुन्छ अनि त्यसपछि खान्छौँ हामी एकछिनपछि है त मजाले रमाइलो भइरहेको केटाहरूसँग गाइजहरू नसोच्नु हामी खाने भनेको यही हो भनेर यहाँ चाहिँ यो डिउ लिएर आएको फेरि है ल जम्बु बन्दैछ है मजाले खाने केटाहरूसँग रमाइलो गर्दै है यहाँ पोली पनि राख्छन् केटाहरूले उनी फेरि यहाँ बलमा छन् व्यस्त भाइ चाहिँ
अलि माल खान नआउनुलाई यहाँ मासु गाइस हेर ल मासु गाइस हाम्रो किचन चुल्यारो खास ल फाइनल्ली हाम्रो चाहिँ मासु पाक्न लागिसक्यो पहिलो लटमा है सेकेन्ड थर्ड हुन्छ होला पहिलो चाहिँ अब हालेको चाहिँ पाक्न लागिसक्यो हेर्नुहोस् त ल मजाले झिरमा है पाक्दैछ यो लट अनि गेल पनि हेर्न दाम भइरहेछ मस्तले मासु भइदियो मजा आउँदो है अनि मजा त आइहाल्थ्यो होला नि ल केटा चाहिँ आमामामा मजाले बसेर हान्दैछौँ ल यो चाहिँ भयो अब यो भयो भने चाहिँ एकछिन बसेर हामी खाना लगाएको पनि देखाउँछ हजुरहरूलाई ल गाइस हाम्रो पहिलो लटको चाहिँ भइसक्यो है दामी भइरहेछ टेस्टी आमामा बबाल हेर न बबाल भइरहेको डान्स भइरहेको अब यहाँ घिउ पनि छ है घिउ पनि हेर्नुहोस् घिउ पनि ग्लास मालेर खाने अन्यथा नसोच्नु होला है त भइसक्यो अब अर्कोबाट घाल्यो बनाउँछ हामी अर्कोबाट ल है हामीले चाहिँ मस्तले बनाइसक्यो अब चिसो हाल्दैछौँ है चिसो हालेर खान्छौँ होला अब चिसो यस्तो यार क्याम्पिङ भन्ने चिज है अब राम्रो त हुँदैन सरसफाइ खोजेर हुँदैन अब जस्तो भए पनि हाल्नुपर्छ तर रमाइलो चाहिँ रमाइलो भइरहेको है अनि अर्को लट चाहिँ यहाँ बनाउँदैछ मजाले बन्दैछ यो पाक्दैछ पहिला अल्टा अल्टा हाल है केटा ल है रमाइलोमा ल है हामी चाहिँ अब अन्तिमतिर छौँ है रमाइलो रमाइलो भइरहेको छ यार मस्तले है केटा सब अब हिजो चाहिँ के भयो कस्तो भयो देखाउन पाइएन अहिले बिहान चाहिँ भइरह हिजो के भयो भन्दाखेरि मोबाइलमा चार्जर पनि थिएन धेरै अनि त्यो कारणले मोबाइल स्विच अफ भयो मोबाइल स्विच अफ भइसकेपछि अनि हामीले त्यसपछि के गर्यौँ यताउता घर गएको यता देखाउन पाएन मैले त्यसको लागि क्षमा माग्छु मैले है अब भ्याइयो भनौँ भिडियो है अब हजुरहरूले मन पराउनु भयो राम्रो मान्नुभयो भनेपछि हामी आज अर्को भिडियो लिएर आउनेछौँ हस् है त